guys, welcome to my new YouTube channel. Welcome to हाम्रो दिदीको च्यानलमा। आज चाहिँ हामी न्यू इयरको शपिङ गर्न गरेर मलाई छोडेनन्। आज हामी न्यू इयरको शपिङ गर्न जाँदैछौँ। यो झोला भरेर हामी शपिङ गर्नेछौँ। झोला इत्रो भयो। यता हुन्छ दादा यहाँ हामी ल अब हामी माइक्रो चढेपछि भेट्छौँ होला हैन। ल बाइ गाइस। हामी चाहिँ माइक्रोबाट झर्यौँ हैन। माइक्रोमा चढेको भिडियो चाहिँ बनाउन पाइएन। हामीलाई चाहिँ माइक्रोले 3 कुनेमा झार्दियो आन्दोलन भएर। अब हामी बिचली भयौँ। अब यो आन्दोलनले कुन रूप लिन्छ भन्ने कुरा एकछिन अगाडि गएर चाहिँ थाहा हुन्छ। अहिले हामी 3 कुनेबाट चाहिँ नि पैदल यात्रामा चलिरहेका छौँ। अब अगाडिको आन्दोलन कतिजना मान्छेहरूको भिड छ, कस्तो भिड छ भनेर हामी देखाउँछौँ। र यो वास्तवमा भन्नुपर्दा शिक्षकहरूको जुन माग छ यो जायज छ, यो पुरा हुनुपर्छ भन्ने मेरो पनि मान्यता हो। यो टिचरहरूको आन्दोलनमा मेरो पनि हामीहरूको पनि सहमति एकबद्धता छ। धन्यवाद। हेर्न सक्नुहुन्छ कति धेरै मान्छे न्यु रोड हिँडेको 3 कुनामा झार्दियो। नयाँ वर्षको सपिङ गर्न हिँडे त अब यहाँ नयाँ वर्षको सपिङ त नहोला जस्तो छ। टिकटक बनाएर फर्किनुपर्छ भाइरल सरहरूसँग, हाम्रो आदरणीय गुरुहरूसँग। ल गाइस अब अगाडि गएर भेटौँला है। शिक्षकहरू हामी पनि हामीसँगै हुनुहुन्छ। केही शिक्षकहरू हामीसँगै उद्योगुर्दै हुनुहुन्छ। अगाडि आन्दोलन पछाडि पनि हुनुहुन्छ त शिक्षकहरू, पछाडि पनि हुनुहुन्छ। ल गाइस अब वहीँ गएर भेटौँला। गाइस हामी चाहिँ उहाँ कुनेबाट हिँड्दै यहाँ बानेश्वर आइसक्यौँ। अब यहाँ भोगाएर यहाँ काफल खान आँटिरहेको छौँ। ठ्याक्क हामी चाहिँ यहाँ आन्दोलनमा आइसक्यौँ। हेर्न सक्नुहुन्छ यति धेरै आन्दोलन भइरहेछ। राम 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 बाटो जाम। यता पनि गाडी कतै कुदिरहेको छैन गाइजहरू। हामी चाहिँ यति बेला 3 कुनेबाट हिँडेर बिजुली बजारको पुलसम्म आइपुगेका छौँ। अब हामी सुरक्षाकर्मीहरूको घेरा पनि देख्न सक्छौँ यति बेला। अब हामीलाई यहाँबाट साइड लागेछ भन्नुहुन्छ होला उहाँहरू। अनि हामी यत्रो साइड लागेर यहाँबाट जान्छौँ होला। अनि मलाई एउटा यो खाली जग्गा छ नि, यो क्याफेको लागि हेरेकै बस्नु घर लगाउने। अनि यो पनि हाम्रो लिस्टबाट आउट। यो जग्गा खतरा थियो नि। हेर्न सक्नुहुन्छ टिचरहरूले यति बेला के अरे राम र हनुमानलाई पनि सम्झिराख्नु भएको छ। भर्खर सुनिरहेको नि हामीहरू। ल अब उता आज चाहिँ घाम नलागेर पानी आउला जस्तो पनि भएको छ। यसले गर्दा हामीलाई पैदल यात्रा गर्न सजिलो भएको छ। हेर्दै गर्नु होला। स्टे ट्युन विथ अस। यहाँ अगाडि चाहिँ यस्तो भइरहेको छ हेर्नुहोस्। तपाईँ के भन्न चाहनुहुन्छ यो आन्दोलनको बारेमा? अहिले केही भन्न चाहन्न। सक्दिनँ भन्न अहिले। म्याडम यो आन्दोलनको बारेमा के भन्न चाहनुहुन्छ? गएर हात समाएर गरिदेऊ न। गाइस यहाँ सिटको हेर्छु है। राजा ज्ञानेन्द्र सायदै कुनै सरको होला। 1.5 लाख भन्दा बढी सर जितिसकेको आदर्श समावेश हुनुभएको छ उहाँ सिद्धेशवाला। ज्ञानेन्द्र राजा हराउनु भएको थियो। यहाँ आज बिजुली बजारमा देखिनु भएको छ श्रीपाद राजा ज्ञानेन्द्र। रानीमोहनमा बस्ने भन्नुहुन्थ्यो। आज यहाँ बिजुली बजारमा भ्रमण गर्न आउनुभएको छ शिक्षक आन्दोलनमा। प्रत्यक्ष प्रसारणमा हामी छौँ यहाँनिर लाइभ। अहिले कति बज्यो थाहा छैन। लाइभमा श्रीपाद ज्ञानेन्द्र सरकार। यहाँ अब पारस शाहले मुकुट लाउँदै हुनुहुन्छ। पारस शाहलाई
पारस शाहलाई मुकुट लाउने तर्फरमा पारस शाह लाउनु भयो पारस शाह हराउनु भयो शाहले लाउनु भएन ए आज लाउनु न अब कुनै दिन अब यहाँ राजा ज्ञानेन्द्रजीलाई चाहिँ 2 शब्द भनिदिनु भन्न चाहन्छु एकचोटि राजा ज्ञानेन्द्र सर शिक्षक आन्दोलनमा केही छ गुनासो धेरै खुसी राजा ज्ञानेन्द्र अहिले बोल्ने मुडमा गाइज हामी चाहिँ जुत्ता किनेर हिँडिरहेछौँ पानी परिरहेछ हाम्रो आधी सपिङ चाहिँ भयो अब आधी बाँकी छ अब यो जुत्ता हो अनि त्यो दादाले आफ्नो लागि पेन्ट किन्नुभयो अब दिदीको सपिङ बाँकी छ पानी परिरहेछ गाइज बिजोक भइरहेछ अब एकैचोटि अब पेन्ट किन्ने ठाउँमा भेटौँला है बाई आफ्नो मलाई जस्तो लुगा पाएन गाइज अब सिरियसली होइन अब नयाँ वर्षको रेभोल्युसन चाहिँ डुब्लाउने नै हुन्छ लुगा नै नभेट्दैन गाइज अब हामी चाहिँ बसन्तपुर आयौँ घुम्दा घुम्दा भनेको लुगा नि भेट्दैन जस्ट न्यु इयरको अघिल्लो सपिङ गरौँ भनेको सपना चाहिँ अधुरै भयो तर मौसमले चाहिँ एकदमै मेरो फेसमा एलर्जी पनि भइरहेको थियो मौसमले चाहिँ एकदमै साथ दिएको अवस्था तर फुटपाथबाट चाहिँ हामीले केही सामान उठाउने भनेको त्यो सपना पनि चकनाचुर भएको छ किनभने अलिअलि पानी परेर सबै सामानहरू ढाकेर राखेको अवस्था तर कुल चाहिँ मौसम कुल छ नि भ्यूहरू पनि दामी दामी देखिरहेको ल सक्नुहुन्छ बसन्तपुर त्यो रेस्टुरेन्ट दामी छ नि विश्राम त्यो मरिसन भन्न नि आउँदैन ए त्यो हामी यो विश्राममा चाहिँ गएको MORRISON मरिसन दिदीले जुली यस्तै हो गाइज होइन दिदीले जुली किन्नु भयो गाइज तर एकदम राम्रो छ जुली चाहिँ राम्रो छ होइन तर मैले कति एक्सपेक्ट गरेको थिएँ भने बडीमा 350 तर टाइपको त्यस्तोमा किनिरहेछ नि 500 लिँदै यार साँच्चै एकदम एक्सपेन्सिभ भयो त्यो जुली चाहिँ सिरियस भयो हो के साँच्चै अब यो लिन्छु भनेर दिइसकेको छु है अनि अब नाइ भन्न नि नसकिने 500 रुपियाँ चर्ट गाइज होइन त्यही जुली किनेर त्यही जुली किन्नु ल अब मेरो सकेको तपाईँहरू हामी यहाँ सिन देखाइरहेको छौँ साथीहरू दुईजना अगाडि नै बाह्र त बच्चाहरू यता ल अब सँगै अब त्यहाँ भैरव मन्दिर गएर भेटौँ है हाई ल अब हामी आइसक्यौँ यहाँ भैरव मन्दिर सकिन्छ भैरव मन्दिर And usually on the normal Hinduism temple, you see offering or giving offering by a base, right? But here on the लगाइ हामी चाहिँ लस्सी खाने ठाउँमा आइसक्यौँ Watch videos ad-free, offline, and with background play. Try YouTube Premium on us. थ्याङ्क यू हामी चाहिँ काठमाडौँ बलतिर न्यु रोडको पेन्टिङ वाइट पेन्टिङ तारहरू हटाएर राम्रो भएको छ होइन राम्रो कार्यलाई चाहिँ राम्रै कार्य भनेर चाहिँ हामीले घोषित गरिदिन्छौँ घोषित गरिदिनुपर्छ यस्तै हो अरू अब हामी काठमाडौँ मल जान्छौँ कता हुँदै अब त्यही हो त्यही गएर त भेट्ने होला नि ओके ल हामी चाहिँ काठमाडौँ मल आएको थियौँ अब लस्सी खाएर दिदीलाई लुगा किन्नलाई तर काठमाडौँ मलमा पनि मेरो साइजको केही पनि भेट्दैन साँच्चीकै मैले किन्नुपर्छ भन्ने मैले फिल गरेँ अब यस्तो झ्याउ लागिरहेछ
अब एकछिन बस्छौँ अनि जान्छौँ होला सायद। अब सिधै यहाँबाट हामी घर नै जाने हो नि अनि मोमो खाएर घर जाने हो। मोमो खाएर सेन्ड गरौँ ल। हामी चाहिँ आइसकेका छौँ। यस्तो गाह्रो भइरह खुट्टा दुखिरह। अघि माइक्रोमा चढेको चाहिँ भिडियो बनाउनु पाएन बिकज माइक्रो यति धेरै प्याक थियो यति धेरै। अब यस्तै हो। अब मोमो खाएर सन्चो हुन्छ सब कुरा। म त केही बोल्न सक्दिनँ। आयो है र मोमो आइसक्यो। चिकन उता दिदीलाई हो। अब खाएपछि बोलौँला है। बाई बाई। हामी चाहिँ अब मोमो खाएर यहाँ चिया खान आएको। दिदीले कता क्याफेमा छिराउनु भयो। त्यो मोमो खाएर चियाको तलतल मेटेन। बिहान नि कालो चिया चाहिँ खाएको थियो। अब दुध चिया नखाएर सन्चो नहुने अवस्था भइसकेपछि बरु घर 12 बजे पुग्ने तर चिया चाहिँ खाएर जाने भन्ने कुरा हो हाम्रो। अनि चिया खान बसिरहेको छौँ। अब रेस्टुरेन्ट पनि खोजे जस्तै छ शान्त। कोही पनि छैन हामी बाहेक। अब यस्तै हो। आज एकदम खतम दिन भयो। 15,000 कति पाइला हिँड्यौँ रे हामी? 15,000 समथिङ कति हिँडेछ। घर पुग्दासम्म 20,000 पुग्छ। 20,000 पुग्छ मजाले। ओहो त हाम्रो जोला ग्याङको नेता हो। बिहान अब हामी रुमतिर लाग्छ। डान्स पनि हानेको थियौँ। अब त्यो क्लिप चाहिँ अर्को मोबाइलमा छ। पछि हामी प्रोभाइड गरौँ ल अलिकति। हाम्रो झोला ग्याङ दिदीले हान्नु भएको छ डान्स। ल अब जम्मै ल गाइज त्यही हो। अब रुम गएपछि भेटौँला। हेर्नु यहाँ रुम गएपछि अब भेटौँला। लास्टमा हामी घर पुग्दा घरको चाबी नै हराएपछि यहाँ यस्तो छ अवस्था। बरु ढोकै बाहिर आओस्। जान्छु अब ढुङ्गाले त एउटा खोजेर जान। हामी चाहिँ आइपुग्यौँ। हाम्रो स्ट्रगल हेर्नु भएको थियो होला। त्यहाँ ताला फुटाउँदाखेरि दाइले चाबी नै लिएर गइदिनु भएछ अनि ताला फुटाउन अलिक गाह्रो भयो। यस्तो टाउको दुइरा। अब मासु काट्ने खाने अनि सुत्ने। न्यु इयर 12 बजीसम्म बस्छौँ होला किनभने भोलि न्यु इयर छ। यसो डान्स सान्स स्पिकर किनेछौँ हामीले। अब त्यो बजाएर नाच्छौँ ओर्छौँ। ल त्यही हो अब। ओके सबैजनालाई धन्यवाद। आफ्नो चाहिँ फेरि मुखभरि एलर्जी भएर यहाँ खतम छ। सबैजनालाई के अरे धेरै धेरै नयाँ वर्षको पनि शुभकामना। ह्याप्पी न्यु इयर 2082। अनि सबैजनालाई सुखद नयाँ वर्षको शुभकामना सहित हाम्रो भिडियो मन परेमा लाइक सेयर अनि सब्सक्राइब गर्नु। मेरोबाट चाहिँ सेम है। दिदीले चाहिँ त्यस्तै गरिब बहिनी त्यस्तै हो। ल त्यही हो गाइज भिडियो चाहिँ। अब यदि हामीले यसपछि चाहिँ रमाइलो गऱ्यौँ भने भोलिको भ्लगमा हुन्छ होइन। किनभने अब तपाईँहरूलाई भ्लग हेर्ने बेला भइसक्यो। लगभग 9 बज्न थालिसक्यो। ल भिडियो लाइक सेयर अनि सब्सक्राइब गर्नु होला। बाई।